नमस्कार सम्पूर्णमा हजुरहरूलाई हजुरको नेपाली भाषामा स्वागत छ। आज म हजुरहरू सामु जाडोमा तातो तातो माछा र गुन्द्रुकको झोल बनाउने विधि लिएर उपस्थित भइसकेकी छु। यो बनाउन एकदमै सजिलो छ। सर्वप्रथम त सिद्रा माछालाई मैले यहाँ लिएकी छु, जुन चाहिँ पुरै सुकेको छ र यसलाई नरम बनाउनको लागि तातो पानीमा एकछिन भिजाउनु पर्दछ। अब पालो गुन्द्रुकको। गुन्द्रुकलाई पनि नरम बनाउनको लागि तातो पानीमा एकछिन भिजाउनु पर्दछ। यो गुन्द्रुक यति धेरै अमिलो छ कि यसमा टमाटर हाल्नुको आवश्यकता नै पर्दैन। अब यहाँ चाहिँ मैले 1 घण्टा अगाडि चामल भिजाएर राखेको थिएँ र यो चामल राम्रोसँग भिजी पनि सकेको छ। अब एउटा मिक्सिङ जारमा उक्त चामललाई हाल्नुहोस् र ढक्कनी लगाएर मिक्सरमा मिक्स गरिदिनुहोस् र यस्तो धुलो बनेको छ हाम्रो चामल। अब एउटा कराईमा तेल तताउन राख्नुहोस्। तेल तातिसकेपछि फुरनलाई पनि फुराउनुहोस् र मेथी कालो भएपछि एउटा सुकेको खुर्सानीलाई पनि भाँचेर हाल्नुहोस् र अदुवा लसुनको पेस्टलाई पनि हाल्नुहोस्। अब अदुवा लसुनको पेस्टको कलर चेन्ज भएपछि अघि भिजाएर राखेको गुन्द्रुकलाई पनि हाल्नुहोस् र गुन्द्रुकलाई पनि एकछिन फ्राई गरेर स्वादअनुसार नुन, थोरै बेसार र जिरा धनियाँको धुलो हालेर सबैतिर लाग्ने गरी चलाउनुहोस् र सबै मसलालाई एकछिन पाक्न दिनुहोस्। त्यसपछि अघि भिजाएको सिद्रालाई पनि हाल्नुहोस् र फेरि पनि चलाउनुहोस्। त्यसपछि पिसेको चामललाई पनि हाल्नुहोस्। यो पिसेको चामललाई हाल्नुको तात्पर्य चाहिँ यसको झोल गाढा बनाउनको लागि हो। अब ढक्कनी लाएर छोपेर पकाउनुहोस्। हेर्नुहोस् त हाम्रो माछा र गुन्द्रुकको झोल उम्ली पनि सकेको छ र मजाले पाकी पनि सकेको छ। पहिले हामी सानो छँदा मम्मीले यसरी नै माछा र गुन्द्रुकको झोल बनाएर खुवाउनुहुन्थ्यो। यति मिठो लाग्थ्यो नि। यो तरकारी बनाउँदा बालापनको याद आयो। अब माथिबाट धनियाँ हाल्नुहोस् र हेर्नुहोस् त हाम्रो माछा र गुन्द्रुकको झोल बनेर पनि तयार भयो। एकदमै सिम्पल छ यो बनाउन। कुनै प्रकारको तामझाम छैन र खाँदा पनि एकदमै मिठो हुन्छ। पहिले तरकारी बनाउँदा टमाटरको सट्टामा गुन्द्रुक नै प्रयोग गर्नुहुन्थ्यो अमिलोको लागि। हजुरहरूले पनि घरमा यसरी नै बनाएर खानुहोला।